हेलो गाइज वेलकम छ आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले क्लास 12 को म्याथमेटिक्सको कोरिलेसन एन्ड रिग्रेसन भन्ने च्याप्टर चाहिँ ल्याइसकेको छु हजुरहरूमा। यो चाहिँ हाम्रो 5 मार्क्समा आउँछ बोर्ड एक्जाममा र यो च्याप्टर चाहिँ एकदमै सजिलो छ। यसको चाहिँ एउटा मात्रै फर्मुला छ जुन हो यो चाहिँ मेन फर्मुला हो। यो फर्मुला आयो भने चाहिँ तपाईँहरूले चाहिँ यहाँबाट स्योर 5 मार्क्स ल्याउन सक्नुहुनेवालामा छ। तपाईँहरूले मलाई ध्यान दिएर 10-15 मिनट सुनिदिनुहोस्। त्यो 10-15 मिनट चाहिँ तपाईँहरूको एकदमै त्यो टाइम चाहिँ तपाईँहरू चाहिँ एकदमै मजाले युटिलाइज हुनेवालामा छ। अब तपाईँहरूले मलाई राम्रोसँग सुन्नुभयो भने चाहिँ तपाईँहरूले 5 मार्क्स चाहिँ मजाले ल्याउन सक्नुहुन्छ, म त्यो स्योर भन्न सक्छु। अब यो च्याप्टर चाहिँ म ढिला नगरिकन सुरु गर्छु है त। ल हेर्नुहोस्, कोरिलेसन रिग्रेसन। कोरिलेसन भनेको के हो त? कोरिलेसन भनेको चाहिँ के हो भने कुनै पनि दुईटा भेरिएबलहरू बिचको रिलेसन देखाउने नै कोरिलेसन हो। कोरिलेसन भनेको चाहिँ के हो त? कुनै पनि दुईटा भेरिएबल बिचको रिलेसन देखाउँछ भने त्यसलाई नै हामी कोरिलेसन भनेर भन्छौँ। यसको अब हामी डिफिनेसन लेखौँ है त। ल यो चाहिँ हाम्रो मेन फर्मुला भयो। यसलाई चाहिँ म मेर्दिनँ है त। ल यो चाहिँ हाम्रो मेन फर्मुला भयो है। ल हेर्नुहोस्, अब कोरिलेसन भनेको के हो भने कोरिलेसन shows the relationship between two भेरिएबल्स। ल कुनै पनि दुईटा भेरिएबलहरू बिचको रिलेसन देखाउँछ भने त्यसलाई हामी के भन्छौँ? कोरिलेसन भनेर भन्छौँ है। अब तपाईँहरूले यसमा बुझ्नु पनि कुरा भनेको लगभग यति नै हो। यसमा चाहिँ एउटा मात्रै फर्मुला छ जुन चाहिँ हाम्रो n इन्टु समेसन एक्स वाइ माइनस समेसन एक्स इन्टु वाइ समेसन वाइ डिभाइडेड बाई रुट अन्डर n इन्टु समेसन एक्स स्क्वायर माइनस समेसन एक्सको होल स्क्वायर इन्टु रुट अन्डर समेसन वाइको होल स्क्वायर माइनस समेसन वाइ स्क्वायर माइनस समेसन वाइको होल स्क्वायर। यो चाहिँ हाम्रो के भयो त? एउटा मेन फर्मुला हो। यही फर्मुलाको युज गरेर चाहिँ हामी कोरिलेसनहरू निकाल्नेवाला छ है त। अब यहाँनिर तपाईँहरूको म यो भिडियोको थ्रुबाट चाहिँ म तपाईँहरूको यो च्याप्टर हुने सबै डाउट कन्फ्युजनहरू चाहिँ क्लियर गरिदिनेवालामा छु। त्यसको लागि चाहिँ तपाईँहरूले यो भिडियोलाई चाहिँ मजाले हेर्नुपर्ने हुन्छ, मजाले एकदमै ध्यान दिएर हेर्नुपर्ने हुन्छ। अब म चाहिँ अब के गर्न जाँदैछु भने यहाँबाट मैले तपाईँहरूको एउटा क्वेसन सल्भ गरिदिएँ भने बाँकी सबै क्वेसन चाहिँ तपाईँहरूले आफैले सल्भ गर्न सक्नुहुनेवालामा छ है त। अब यसको मेन फर्मुला चाहिँ यो हो, तर अरू फर्मुलाहरू पनि छन्, तर अरू फर्मुलाहरू चाहिँ खासै युज गर्ने गरिँदैन क्या। मेन चाहिँ यो फर्मुला मात्रै युज गर्ने गरिन्छ है त। ल अब त्यसको लागि हामी पहिला सुरु एउटा क्वेसनमा जाउँ। अब त्यो क्वेसनको जुन यो कोलम बनाउनु पर्ने हुन्छ नि हो, त्यो चाहिँ तपाईँहरूले यो फर्मुला अनुसार बनाउनु पर्ने हुन्छ क्या। जस्तै हामीलाई एक्स वाइ चाहिन्छ, एउटा एक्स चाहिन्छ, एउटा वाइ चाहिन्छ, एउटा एक्स स्क्वायर चाहिन्छ र एउटा वाइ स्क्वायर चाहिन्छ भनेपछि हामीले अब यहाँनिर एउटा एक्स चाहिन्छ हामीलाई, एउटा वाइ चाहिन्छ, एउटा एक्स वाइ चाहिन्छ, एउटा एक्स स्क्वायर चाहिन्छ र अर्को के चाहिन्छ? वाइ स्क्वायर चाहिन्छ। यति नै हो हाम्रो यसको कोलम। अब यसमा चाहिँ तपाईँहरूको त्यो जुन त्यो इन्डिभिजुअल सिरिज, डिस्क्रिट सिरिज, कन्टिन्युस सिरिज भन्ने कुरा चाहिँ हुँदैन यसमा। र यसमा सँगसँगै फ्रिक्वेन्सी भन्ने कुरा पनि हुँदैन। यो एक्स र वाइ तपाईँहरूलाई क्वेसनमै दिएको हुन्छ है। एक्स र वाइ क्वेसनमै दिएको हुन्छ। यसमा चाहिँ फ्रिक्वेन्सी, मिड भ्यालु, यो कन्टिन्युस सिरिज हो, यसको मिन निकाल्ने, मिडियन निकाल्ने भन्ने चाहिँ होइन। यसमा चाहिँ कोफिसिएन्ट अफ कोरिलेसन अथवा रिग्रेसन इक्वेसन निकाल भनेर चाहिँ भनिएको हुन्छ है त। अब कोरिलेसन र रिग्रेसनको क्वेसन कुन चाहिँको क्वेसन हो भनेर कसरी चिन्ने भनेर म तपाईँलाई यो भिडियोमा पनि सिकाइदिनेवालामा छु। र त्यो सँगसँगै अब जुन मेरो यो रिग्रेसनको लागि छुट्टै एउटा भिडियो आउँछ त हो, त्यो भिडियोमा पनि म तपाईँहरूलाई अझै मजाले कोरिलेसन र रिग्रेसन क्वेसन चाहिँ यसरी छुट्टिन्छ भनेर चाहिँ अझै मजाले चाहिँ म तपाईँहरूलाई चाहिँ बुझाउनेवालामा छु है त। ल अब फर्मुला यसलाई मैले मेट्ने। अब यहाँनिर मसँग एउटा क्वेसन छ, यो भनेको 12, त्यसैबाट 9, 8, यो एक्स र वाइ भनेको चाहिँ तपाईँहरूलाई क्वेसनमै दिएको हुन्छ है। 13, 7, ल यो भनेको 14 छ, यो भनेको 8 छ, त्यसै गरेर यो भनेको 6, 9, 12, 3। अब यहाँनिरबाट तपाईँहरूले योबाट यहाँ भएको यो सबै यो जुन यो 12 देखि यो 7 सम्मको सबै नम्बरहरूलाई जोड्यो भने समेसन एक्स निस्किन्छ। त्यसरी 14 देखि 3 सम्मको सबै नम्बरले जोड्नु भयो भने चाहिँ समेसन वाइ निस्किन्छ है। ल अब एक्स वाइ भनेको के हो त? यो दुईटा एक्समा भएको डाटा र वाइमा भएको डाटालाई मल्टिप्लाई गरिदिने 12 14 जा कति हो त? 12 14 जा 168, त्यसो गरेर 9 8 जा 72, 6 8 6 जा 48, 10 9 जा 90, 13 12 जा कति हो त? 156, त्यसै गरेर 7 3 जा 21। अब यहाँनिर यो 168 र 21 सम्मको सबै नम्बरहरूलाई जोड्नु भयो भने
यहाँबाट समेसन xy निस्किन्छ। अब x स्क्वायर भनेको के हो त? x स्क्वायर भनेको चाहिँ यहाँ x मा भएको डाटाहरुको स्क्वायर राख्दिने के। जस्तै यहाँनिर x मा 12 भन्ने एउटा नम्बर छ, त्यो 12 को स्क्वायर भनेको कति हो त? 144। अब y स्क्वायर पनि सेम त्यही नै हो। 14 को स्क्वायर कति हो त? 196। सेम त्यही हो है। 9 को स्क्वायर 81, 8 को स्क्वायर 64, त्यसै गरेर 8 को स्क्वायर 64, 6 को स्क्वायर 36, त्यसै गरेर 10 को स्क्वायर 100, 9 को स्क्वायर 81, त्यसै गरेर 13 को स्क्वायर 196 सरी 169 169 हो। र यो 12 को स्क्वायर भनेको 144 हो कि हैन? हो। 7 को स्क्वायर 49, त्यसै गरेर 3 को स्क्वायर भनेको 9। अब यहाँबाट चाहिँ तपाईहरुले समेसन x स्क्वायर र समेसन y स्क्वायर निकाल्न सक्नुहुन्छ है त। ल जोडौं। 12 देखि 7 सम्मको सबै नम्बरलाई जोडिदिनुस्। 12 + 9 + 8 + 10 + 13 + 7 गर्दाखेरि कति आउँछ त? 59 आउँछ। त्यसै गरेर 14 + 8 + 6 + 9 + 12 + 3 गर्दा कति आउँछ त? 52 आउँछ। त्यसै गरेर 168 + 72 + 48 + 90 + 150 156 + 21 गर्दा कति आउँछ त? 555 आउँछ। त्यसै गरेर 144 144 + 81 + 64 + 100 + 169 + 49 गर्दा कति आउँछ त? 607 आउँछ। र लास्टमा 196 + 64 + 36 + 81 + 144 + 9 गर्दाखेरि कति आउँछ त? 530 आउँछ है त। ल अब हामीसँग फर्मुला भएको के हो? हामीसँग फर्मुला के छ त? हामीसँग कुन फर्मुला छ त? R = n into summation xy minus summation x into summation y divided by root under n into summation x को स्क्वायर minus summation x को होल स्क्वायर फेरि into root under n into summation y को स्क्वायर minus summation y को होल स्क्वायर। ल अब यहाँसँग हामीसँग समेसन xy पनि छ, समेसन x पनि छ, समेसन y पनि छ, समेसन x स्क्वायर पनि छ, समेसन y स्क्वायर पनि छ। हामीसँग नभएको के हो त? n एउटा हो। अब यो n र यो n को भ्यालु चाहिँ के हुन्छ त? बराबर हुन्छ है। हेर्नुस् त, म तपाईहरुलाई अझै बुझिने गरी सजिलो तरिकाले गोलो लगाइदिन्छु। यो n र यो n को भ्यालु चाहिँ के हुन्छ त? बराबर हुन्छ। यो n जति छ यो n पनि त्यति नै हुन्छ है त। अब यो n लाई कसरी निकाल्ने त? यो n लाई कसरी निकाल्ने? यो n लाई चाहिँ यहाँनिर यो जुन यो नम्बरहरु छन्, यो नम्बरहरुलाई काउन्ट गर्ने। यो नम्बरहरु जतिवटा छ नि, हाम्रो n को नम्बर त्यति नै हुन्छ। 4 वटा छ भने 4 हुन्छ, 5 वटा छ भने 5 हुन्छ, 6 वटा छ भने 6 हुन्छ। बुझ्नुभयो नि हैन? जस्तो अहिले कतिवटा छ त? एउटा, दुईटा, तीनटा, 4 वटा, 5 वटा, 6 वटा। भनेपछि हाम्रो n को भ्यालु चाहिँ कति रहेछ त? 6 रहेछ है त। ल अब मैले यो यति मेल दिए। अब म तपाईहरुलाई क्याल्कुलेसन गरेर देखाउँछु। अब मात्र तपाईहरुले यो जहाँ यो यहाँ यो ठाउँमा लगेर भ्यालुहरुलाई मात्र हाल्दिने हो। त्यसैबाट क्याल्कुलेटरबाट क्याल्कुलेसन गरेर एन्सर निकाल्न सक्नुहुन्छ है त। र यो कोरिलेसनको हो कि कोएफिसिएन्टको हो भनेर चाहिँ म तपाईहरुलाई लास्टमा सिकाइदिन्छु। कुन कसरी चाहिँ क्वेशन चिन्हेर म तपाईहरुलाई लास्टमा सिकाइदिन्छु है त। ल n भनेको कति निस्क्यो त हाम्रो? 6 निस्क्यो इन्टु समेसन xy कति छ त? 555 माइनस समेसन x कति छ? 59 इन्टु 52 हो डिवाइडेड बाइ रुट अन्डर 6 इन्टु समेसन x स्क्वायर भनेको 607 माइनस समेसन x भनेको 59 को होल स्क्वायर इन्टु फेरि रुट अन्डर n भनेको 6 समेसन y स्क्वायर भनेको कति छ त? 500 इन्टु 530 माइनस समेसन y भनेको 52 छ, त्यही भएर 52 को होल स्क्वायर। यहाँसम्म बुझ्नुभयो? ल अब यति बुझ्नु भइसकेपछि के गर्नु पर्यो त? क्याल्कुलेटर थिचेर सर्टसर्टी हिसाब गर्नु पर्यो है त। ल अब हेर्नुस्, मैले पहिला सुरु मल्टिप्लाई गरे। 6 इन्टु 555 भनेको कति हो त? 3330 है। त्यसैगरी 59 इन्टु 52 भनेको के हो त? माइनस 3068 है त बाई रुट अन्डर। पहिला सुरुमा यो दुईटालाई मल्टिप्लाई गर्छु। 6 इन्टु 607 भनेको 3642 माइनस 59 को स्क्वायर भनेको कति हो त? 3481 इन्टु रुट अन्डर फेरि 6 इन्टु 530 भनेको कति हो त?
3180 माइनस 52 को स्क्वायर भनेको 2704 है त। यतिसम्म यो गरेँ मैले। अब यसपछिबाट के गर्नुपर्ने छ भने ल हेर्नुहोस् है त। अब के गर्नुपर्ने छ भने यो दुईटालाई मैले माइनस गरिदिन्छु है त। 3330 माइनस 3068 गर्दाखेरि 262 डिभाइडेड बाई रुट अन्डर, अब म यो दुईटालाई माइनस गरिदिन्छु, 3642 माइनस 3481 यो भनेको 161 इन्टु फेरि रुट अन्डर 3180 माइनस 2704 यो भनेको 476। अब यो भइसकेपछि म फेरि यो दुईटालाई मल्टिप्लाई गरिदिन्छु। पालै पिलो गर्नुलाई एकैचोटि नगर्नुहोस्, पालै पिलो गर्नुहोस्। रुट अन्डर 161 इन्टु रुट अन्डर 476 गर्दाखेरि कति आउँछ त 14 रुट 391 आउँछ। अब यसलाई चाहिँ यसले डिभाइड गर्नुपर्छ। 262 लाई 14 रुट 391 ले डिभाइड गर्दाखेरि कति आउँछ त 0.9464 आउँछ। यो चाहिँ हाम्रो के भयो त कोफिसिएन्ट अफ कोरिलेसन भयो है। अब कोरिलेसनको क्वेसन हो कि रिग्रेसनको क्वेसन हो भनेर कसरी चिन्ने भने तपाईहरुलाई चाहिँ क्वेसनमा चाहिँ कार्ल पर्सन भन्ने मान्छेको चाहिँ नाम दिन्छ है। मोस्ट अफ द क्वेसनमा चाहिँ कार्ल पर्सन भन्ने मान्छेको चाहिँ नाम दिएको हुन्छ। अब त्यो नाम आएको छ भने चाहिँ तपाईहरुले चाहिँ सजिलैसँग बुझ्न सक्नुहुन्छ कि त्यो चाहिँ के हो त, त्यो चाहिँ हाम्रो कोरिलेसनको क्वेसन हो भनेर बुझ्न सक्नुहुन्छ। अब यदि तपाईहरुलाई चाहिँ रिग्रेसन कोफिसिएन्ट अथवा रिग्रेसन इक्वेसन निकाल भनेर आएको छ भने त्यो चाहिँ के हो त हाम्रो रिग्रेसनको क्वेसन हो भनेर बुझ्न सक्नुहुन्छ है त। ल अब मेरो आजको लागि चाहिँ यति नै गर्न चाहन्छु। म भिडियोलाई एकदमै लामो बनाउन चाहदिनँ। यदि तपाईहरुले जति पनि अहिले मेरो भिडियोलाई जति पनि टाइम दिइरहनु भएको छ त्यो टाइम चाहिँ तपाईहरुको खेर गएको छैन जस्तो लाग्छ भने मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्दैन नबिर्सिनु होला। र तपाईहरुलाई पास हुन मन छ, तपाईहरुको साथीलाई नि पास गराउन मन छ भने चाहिँ आफ्नो साथीहरुलाई चाहिँ यो भिडियो शेयर गरिदिनु होला। किनभने आफ्नो साथीको पनि भलो सोच्नुपर्छ, सबैको भलो सोच्नुपर्छ। अब तपाईहरुलाई यस्तै अझै नयाँ भिडियो चाहिन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईहरुलाई अझै पनि केही डाउट कन्फ्युजन छ भने मैले चाहिँ मेरो डिस्क्रिप्सनमा चाहिँ मेरो टिकटक इन्स्टा व्हाट्सएप ग्रुपको चाहिँ लिंक पनि प्रोभाइड गरिदिएको छु। तपाईले चाहिँ त्यो लिंकमा गएर मलाई फलो गरेर चाहिँ मेसेजमा मेरो मलाई चाहिँ डाइरेक्ट मेसेज गर्न सक्नुहुनेवालामा छ र म तपाईलाई त्यही मेसेजको थ्रुबाट चाहिँ अझै यहाँ भएको डाउटहरुलाई चाहिँ म अझै मजाले क्लियर गरिदिनेवालामा छु है त। ल आजको लागि यति नै। थ्यांक यू। मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिन नबिर्सिनु होला। थ्यांक यू गाइस।